गाइज आज चाहिँ मैले हजुरहरूलाई भने जस्तै डक हाँसको मासु बनाउन गइरहेकी छु स्पेसली फर माई ड्याड एन्ड फर्स्ट एल्डर ब्रदर बिकज दे आर भिजिटिङ मी फर फर्स्ट टाइम इन क्यानाडा. So this is the dog I bought it from Costco. I actually forgot because I go to different stores, sometimes Walmart, sometimes Coop, sometimes Real Canadian. So this is the one I bought from Costco. So let's see how will I prepare the dog. See till the end to know the recipe for dog curry, Nepali style, हाँसको मासु. गाइज कस्कोमा चाहिँ हाँसको मासु चाहिँ यस्तो हुँदो रहेछ है. मैले धोएर राखिसकेको छु काटालाई, अनि त्यसपछि यो भुडन छ नि, यो कलेजोहरू पनि यसरी सेपरेट प्याकिङ हुँदो रहेछ कि मलाई चाहिँ त्यो अत्यन्तै राम्रो लाग्यो है. अब चाहिँ म यो हाँसलाई काट्न गइरहेको छु ल. गाइज फाइनली मैले चाहिँ हाँसको मासु काटेर भ्याइसकेको छु. हाँसको मासु काट्न चाहिँ मलाई साह्रै नै दुःख भयो है, साँच्ची नै भन्दा. क्यानाडामा सब चिजहरू चाहिँ काटेको पाइन्छ है, कुखुरादेखि लिएर मटनदेखि लिएर पोर्कदेखि लिएर है, सबै चिज के जस्तो भने त्यस्तै पाउँछ. विङ्स भने विङ्स, थाई भने थाई है, स्याङ्क भने स्याङ्क, सब कुरा पाउँछ क्या. तर यो डग चाहिँ सिङ्गो नै लिएर आएर आफैले काट्नुपर्छ भने यति गाह्रो भयो है. अब यो मैले नर्मल्ली त्यस्तो डेली बनाउने पनि होइन, यो त मैले लाइक अलमोस्ट वर्षमा 2 चोटि जस्तो बनाउँछु होला है हाँसको मासु. मलाई चाहिँ फेरि साह्रै नै मनपर्छ कि हाँसको मासु, त्यही भएर अनि आज चाहिँ अब स्पेसल है ड्याडी र दाइको लागि यसरी मैले रेडी बनाएको छु है. म हजुरहरूलाई देखाउँछु म के गर्छु भनेर. त्यही यो चाहिँ मैले कस्कोबाट लिएर आएको है. कस्कोमा चाहिँ जोस् मलाई चाहिँ त्यो हाँसको मासु चाहिँ मजाले सफा गरेर राखेको हुँदो रहेछ, भुटनहरू पनि सेपरेट नै एट्याच गरेको हुँदो रहेछ है. तर कुरा के भन्दाखेरि काटेको मासु नि पाउँदैन कि. हाँसको मासु चाहिँ आफैले लिएर आएर काट्नुपर्छ है. मलाई चाहिँ मर्रे जस्तो भयो भने साह्रै गाह्रो भयो मलाई हाँसको मासु काट्नु चाहिँ, साह्रै दुःख हुन्छ क्या. एकदमै त्यो हड्डीहरू चाहिँ एकदमै अब हार्ड हुन्छ नि त, साह्रो हुन्छ. मासु पनि साह्रो हुन्छ. मासु काट्नु त सजिलै हो, तर त्यो छाला र हड्डी काट्नु चाहिँ साह्रै गाह्रो हुन्छ क्या, साह्रै गाह्रो हुन्छ. अलमोस्ट मलाई त 20-25 मिनट नै लाग्यो होला हाँसको मासु काट्न है. अब तपाईँहरूलाई पनि हाँसको मासु मनपर्छ भने दुःख त गर्नै पऱ्यो, मेहनत त गर्नै पऱ्यो है. यसरी चाहिँ मैले फाइनली चाहिँ हाँसलाई धोएर काटेर है रेडी बनाएर राखेको छु. मलाई चाहिँ खासै मलाई हाँसको छाला चाहिँ यहाँको है क्यानाडामा जुन हाँस पाउँछ थाहा छैन किन हो, चिकन हाँस जुन भए पनि त्यो स्किनमा चाहिँ अत्यन्तै धेरै बोसो हुन्छ. त्यही भएर मैले चाहिँ सकेसम्म चाहिँ त्यो बोसोलाई पालेर यसरी चाहिँ मजाले धोएर काटेर राखेको छु है. हजुरले हेर्नु. सो गाइज मैले चाहिँ तोरीको तेल लिएको छु है. म चाहिँ अब तोरीको तेल हाल्नु गइरहेको छु है. सकेसम्म कम, अब हाँसको मासु गऱ्यो पनि हल्का अयल चाहिँ निस्किन्छ नि त, त्यही भएर म खासै धेरै पनि हाल्दिनँ. फेरि कम हाल्यो भने खास मिठो हुँदैन है. त्यही भएर मैले हल्का अब मासु अनुसार ताप्न दिउँ है. अब ड्याडीहरू पनि फाइनली चाहिँ सासकेटुन आइपुग्नु भयो अरे. सासकेटुनभित्र एन्ट्री हुनुभयो अरे. ल छोरी खाजा बनाएर राख है भन्दै हुनुहुन्थ्यो. अब हेर्नुहोस् म अलिक धेरै नै अल्छी छु. अब आज त पाहुना आउने भइसक्यो, बनाउनु पऱ्यो है. अनि अब हाँसको मासु बनाउन रेडी डन्न काटेर बेलाएँ मैले. तपाईँहरूले पनि हाँसको मासुहरू बनाउनुहुन्छ भने चाहिँ यसो कसरी बनाउनुहुन्छ आइडियाहरू सेयर गर्नु होला है. अब म त हाँसको मासु कुखुराको मासु सबै एउटै तरिकाले पकाउँछु है. अब मैले कुखुराको मासु चाहिँ नेपालमा हुँदा चाहिँ खै के हो, कुखुरा अब क्यानाडा र नेपालको डिफ्रेन्सहरू के हो. नेपालको चाहिँ तिखर हुन्छ, यहाँको मासुको त जति मसला हाले पनि मलाई त खासै टेस्टै आउँदैन क्या. नेपालमा खाए जस्तो लोकल कुखुरा जस्तो तिखर नै हुँदैन. तर हाँसको मासु चाहिँ मिठै लाग्छ है. यहाँ हाँसको मासु चाहिँ तिखर नै हुन्छ. जस अहिलेसम्म 2 चोटि बनाएँ. अब हाँसको मासु चाहिँ तिखर नै छ यहाँ. अब मेरो यो के अरे यसरी तेल ताप्दैछ है. अलिकति ठुलै लिनु पऱ्यो नि त कराई पनि होइन. तात्दिन दिउँ. त्यसपछि चाहिँ म थोरै मेथीको दाना हालेर चाहिँ सुरु गर्छु. जिरा चाहिँ मलाई खासै मन पर्दैन, चाहिँ मेथी हालेर सुरु गर्छु.
यो पुराउने बेलामा चाहिँ अलिकति हिट सानो गर्नु होला है। अनि त्यस्तै गरेर हल्का यो तोरीको है, तोरीको दाना थोरै फ्राई गर्छु है। साथीहरू पर्सी हाल्नु पऱ्यो होइन। अब चाहिँ म हल्का सानो हिट गरेर मासु हाल्न गइरहेको छु है। हाँसको मासु पड्किन सक्छ है हल्का, त्यही भएर तोरीको तेल चाहिँ मजाले छरिन दिनु होला है, नभए चाहिँ गनाउँछ है तोरीको तेल हल्का। हाँसको मासु हाल्यो है। गरेर मैले चाहिँ यो हाँसको मासुको लागि यसरी है प्याज काटेर राखेको छु। त्यस्तै गरेर यो टमाटर है, टमाटर धनियाँ अनि खुर्सानी यसरी काटेर राखेको छु होइन। त यो लसुन र अदुवाको खोपी, लसुन र अदुवालाई पनि यसरी किनेर राखेको छु, सजिलो हुन्छ नि त। यसलाई चाहिँ मजाले भुट्नुपर्छ है। यसलाई त यसरी नै ढाकी ढाकी बनाउने हो। प्रेसर कुकरमा बनायो भने छिटो पनि पाक्छ है, तर मलाई चाहिँ आज अलिकति भुटुवा भुटुवा टाइपको बनाउनु मन लाग्यो, किनभने मैले दाल बनाएको छु। दाल बनाउँदाखेरि त अब त्यति धेरै झोल पनि किन हाल्नु भनेर यसो भुटन टाइपकै बनाउनु लाग्यो है। यसलाई चाहिँ मजाले काटेर एकछिन भुटिन दिनुपर्छ है, किनभने अब धेरै मासु छ, कराई चाहिँ छिटेको छ, त्यही भएर। अब मासुलाई चाहिँ भुट्दैछु है म। यो चाहिँ अलिकति टाइम नै लाग्छ, मेरो कराई सानो छ। भुटिसकेपछि चाहिँ कस्तो चाहिँ मैले चलाउँदै हुँदै गर्नु होला है। त्यो पानी निस्क्यो नि, हामीले चाहिँ अब पानीलाई सुक्न दिनुपर्छ है। साथीहरू मैले चाहिँ फ्राई अघि मेथी फ्राई गर्ने बेलामा तेजपत्ता हाल्न बिर्सेछु, अब अहिले नै एड गरिदिन्छु ल तेजपत्ता चाहिँ। अब यो मासु फ्राई भइरहेको बेलामा यसो होइन तेजपत्ता, यसो दुईवटा तेजपत्ता चाहिँ हालेँ है। गाह्रो हुन्छ है साथीहरू, यत्रो ठुलो बिहान हुँदाखेरि पनि हाँस त ठुलो हुन्छ नि। अनि अब हेर्नु न पानी निस्किरहेको छ है भुट्दाखेरि। मैले चाहिँ हजुरहरूलाई चाहिँ कलेजोहरू सेपरेट छुट्टै खानु मन लाग्छ भने छुट्टै फ्राई गरेर खाँदा पनि हुन्छ। मैले चाहिँ एकैचोटि नै बनाएँ है, कतिचोटि मिहिनेत गर्नु भनेर चाहिँ। अल्छी मान्छेहरू है, के गर्नु, खाना पनि पर्ने मिठो, अल्छी पनि गर्ने, कस्तो होला है यो खाने भन्ने। तर पनि आफूले खानुभन्दा पनि अरूलाई पाहुनाहरू आउँदा खुवाउन चाहिँ साह्रै मनपर्छ कि मलाई चाहिँ। सधैँ पकाउनलाई जाँगर नचल्यो पनि अब होइन, आएको फर्स्ट डेमा त यस्तो पकाउनु पऱ्यो कि त होइन। साथीहरू कस्तो बन्छ है आज हाम्रो मासु। म हजुरहरूलाई भन्छु ल, अब खाने मान्छे मन पराउनु पऱ्यो। आज चाहिँ शनिबार, म चाहिँ खाँदिनँ, आइतबार चाहिँ खान्छु है। मम्मी त अब भेजिटेरियन, आमाको लागि चाहिँ दाइ र बुवालाई नै। अब साथीहरू कति आइपुग्छौँ होला है। आएपछि चाहिँ ताप हाल्नुपर्छ ल साथीहरू। म्याक्सिमम नै गरेँ। गाइस अब एकैछिनमा चाहिँ मम्मी ड्याडी अनि दाइ आइपुग्नुहुन्छ होला है। मैले चाहिँ हेर्नु मम्मीलाई त अब क्यानाडा चाहिँ आउँदैछ नि त जुलाई 1 मा, अनि यस्तो खालको क्याप रहेछ कि डलरमा मलाई कस्तो मन पऱ्यो।
यस्तो यो लगाइदिनु पर्छ। ड्याडीलाई चाहिँ यो मैले कस्कोबाट लिएको है, मेपल लिफ खोल्नुको भएको। अब यो लगाइदिनु पर्ला। कुन त थाहै हुनु थाल्यो। कस्कोमा पनि कस्कोमा चाहिँ अलिक धेरै बन्छ फ्लावर थियो। अब प्राइस चाहिँ त्यही नै भयो, फुलको प्राइस साह्रै धेरै छ। त्यही भएर मैले एउटा मात्रै फुल लिएको छु। आउने चाहिँ किन्दैन, एक्सपेक्टेसन चाहिँ ताजालाई त्यो रेडीसँग मेरो नेटु रेडीसँग रेडी छ नेपाली आउने अरे। त्यही भएर मैले एउटै फुल लिएको छु। अब सबैलाई एउटै फुल लिएर स्वागत गर्ने है। त्यतिखेर त मेरो मासु कति पाक्छ है, बिचमा अब पाक्दा पाक्दै तपाईँ दिनु भाग्नुपर्छ होला। त्यसपछि फेरि आएर देखाउँछु ल मासुले कस्तो गर्ने भनेर। गर्दाखेरि अब 7:30 कति बज्ने हो, खाने हो है। अनि अब मलाई चाहिँ त्यस्तै लाग्यो, म चाहिँ ल सास्काटुन सिटीभित्रै एन्ट्री हुनुभएछ कि भनेको। त्यो बोर्डरसम्म बोर्डर पनि अब सास्काटुनको बोर्डर एन्ट्री भइसकेपछि अल्बर्टाबाट अलमोस्ट 2 घन्टा जस्तो लाग्छ होला आई थिङ्क है। किनभने म जाँदाखेरि मलाई त्यस्तै लाग्छ 1 आवर 45 मिनट कि 2 घन्टा त्यस्तै छ है ड्राइभ। त्यही भएर चाहिँ आई थिङ्क अलमोस्ट 20-25 मिनट अगाडि ड्याडीले कल गर्नुभएको थियो। भनेपछि अलमोस्ट अझै 1 घन्टा लाग्छ होला आइपुग्नलाई भन्ने मेरो विचार हो। पानी चाहिँ सुकिसकेर काटेर खाले कि कुकरमा जस्तो। ल अब यो लसुन र अदुवा हालिसकेपछि चाहिँ मैले फेरि एकचोटि यसलाई चलाएँ है। अब यस्तै हो, यो स्लोली नै पाक्छ। अब सिटी लगाउनु भए त मजाले परपर भुट्यो, मजा हाल्यो, अनि सिटी लगाइदियो। तर यो अब अलिकति भुटन खालको बनाउँदाखेरि चाहिँ मजाले हल्का चलाएर पेसेन्स पनि हुनु पऱ्यो है मान्छेहरूमा। त्यही हो, मिठो खानालाई मेहनत पनि लाग्छ, धैर्यता पनि लाग्छ। सबै कुरालाई जे पनि राम्रो हुनको लागि धैर्यता पनि लाग्छ, मेहनत पनि लाग्छ, सबै कुरा लाग्छ है। कहिलेकाहीँ मान्छेहरू हुन्छ नि, मान्छेहरूको के कुनै प्रोग्रेस सक्सेसफुल भयो भने त्यो मान्छेले के नसिकिन यसै कसैले हातमा ल्याएर हाल्दा जस्तो गर्छन् क्या मान्छेहरू। तर त्यो मान्छेको त्यो सक्सेसको पछाडि या फिर कुनै पनि कुरा अचिभमेन्ट हुन्छ भने त उसको पछाडि धेरै मेहनतहरू हुन्छ नि त, उसले उसको पछाडि धेरै दुःख गरेको हुन्छ नि त। अब त्यो सबै दुःखको कुराहरू त सबैलाई सुनाउने कुरा भएन। तर मान्छेहरूले के देख्छ भन्दाखेरि चाहिँ यो मान्छेले यो ठाउँमा पुगेछ, यो फल्ना ठाउँ मान्छेको त यस्तो भएछ, यस्तो राम्रो भएछ भनेर त्यो आरिसे गर्ने मान्छेहरू चाहिँ मलाई चाहिँ पटक्कै मन पर्दैन साथीहरू। मलाई चाहिँ के लाग्छ भने मान्छेहरू भाग्यमा जे जस्तो लिएर आएको चाहिँ त्यही होइन, त्यही अनुसार चाहिँ हामीले मेहनत पनि गर्नुपर्छ कि। अब सधैँ भाग्यले साथ दिन्छ भन्ने पनि छैन, तर भाग्यकै भरमा मेहनतै नगरिकन सबै कुरा एचिभ गर्छु भन्ने पनि छैन है। अब यो टपिक चाहिँ कहाँबाट आयो मलाई थाहा छैन, तर आज जस्ट मासु पकाउँदाखेरिको कि मिठो खानालाई चाहिँ मेहनत पनि गर्नु पऱ्यो, धैर्यता पनि हुनु पऱ्यो। अन्त यसरी मैले चाहिँ अब लसुन र अदुवा हालेर यसरी भुटेँ है। हजुरले देख्न सक्नुहुन्छ अब मजाले परपर भुटिसकेको छ मासु। पानी पनि सुकिसकेको छ है। यसरी छर्केर हाल्छु कि अलिकति अन्दाजा गर्न सजिलो हुन्छ। अनि त्यसरी रातो खुर्सानीको झुल्लो है, कलर पनि राम्रो आउँछ। धेरै पिरो पनि बनाउँदिनँ, फेरि पिरो भयो भनेर नखाला नि, त्यही भएर म के हाल्छु है। मलाई चाहिँ पिरो मनपर्छ फेरि। अनि अब यतिको हालिसकेपछि यो जिराको धुलो नेपालमा भएको भए त मम्मीले आफै घरमा कुटेर राख्नुहुन्थ्यो। जिराको स्वाद पनि मिठो आउँथ्यो। अब यहाँ त कले चाहिँ कुट्दिनु है। अब
जस्तो पाएँ त्यस्तो पनि युज गर्ने हो। त्यो सेन्चुरी मिट मसला हालिदिएको थियो, मिट मसला बिना मासु हुने कुरो भएन है। हल्का त्यो हाल्दिनँ, मसला पनि फेरि धेरै हाल्यो भने फेरि मसला हो। म यतिको हाल्छु, फेरि मसला भएन। मसला चाहिँ साह्रै यतिको चाहिँ हाल्छु है म। जति मासु छ त्यो अनुसार छरेर हाल्दाखेरि चाहिँ हजुरहरूलाई एस्टिमेट गर्न सक्नुहुन्छ। किनभने चाहिँ यसरी नै युज गर्छु है मसलाहरू हाल्दाखेरि चाहिँ त्यसमा हाल्छु। यसरी हाल्दाखेरि चाहिँ नुन चाहिँ ठिक्क हुन्छ। यो किनेर जस्तो टमाटर हाल्दिनँ है, टमाटर हाल्दिनँ। अब मैले यो खुर्सानी चाहिँ काटेर हालेको छैन, किनभने कसैलाई पिरो भयो धेरै पिरो हुनसक्छ। त्यही भएर चाहिँ यसरी नै पानीको यो हालिसकेपछि हल्का चलाउनु होला है। अहिले चाहिँ कुकरमा नै बनाउँछु कि, तर आज चाहिँ मजाले पर्पर भुटेको बनाउँछु भनेर मैले यसरी कराईमा बनाएको। तर ढाकी बनाउँदाखेरि चाहिँ तपाईँको मजाले पाक्छ है, चिन्ता गर्दैन। यसलाई चाहिँ म ढाकेर राखिदिएर यसलाई चाहिँ 5 मिनट जस्तो 5-10 मिनट जस्तो ढाकेर राख्नुहुन्छ है, 5-10 मिनट जस्तो। टमाटर हालेपछि चाहिँ टमाटर जल्दैन कि मासु, किनभने टमाटरमा पानी हुन्छ नि त। मजाले टमाटर गल्न दिनुपर्छ है। त्यस्तो देख्दैछ मासु अब मजाले है, पानी नहालिकन होइन, पानी सुकाएर मजाले यसरी चाहिँ हजुरहरूले पनि मासु बनाएर खानु होला। अनि कस्तो भयो भन्नु होला है। मैले चाहिँ यस्तो एउटै फिक्स रेसिपी भन्ने छैन। मलाई चाहिँ अब जसरी मन लाग्यो त्यसरी बनाउँछु। कहिले रस खानु मन लाग्यो भने सिटी लगाएर बनाउँछु है, रस खानु मन लागेन भने यसरी भुटेर बनाउँछु। अब कहिले अब टिमुरको छोप पनि हाल्छु है, त्यो नेपाली पानीको चाहिँ नेपाली स्वादको लागि। आज चाहिँ मैले टिमुरको छोप हाल्दिनँ है, यसरी नै बनाएँ। लास्टमा चाहिँ धनिया चाहिँ यसो माथिबाट स्प्रेड गर्छु म। टमाटरको पानी हुन्छ, पानी चाहिँ हाल्नु छैन। मलाई चाहिँ अहिले चाहिँ के अरे लेमन काट्न झ्याउ लाग्यो, त्यही भएर मसँग चाहिँ यस्तो खालको यहाँ चाहिँ यस्तो खालको लेमन जुस पाउँछ कि, कन्सन्ट्रेटेड त होइन त्यही पनि। त्यही भएर म चाहिँ हल्का, मलाई चाहिँ यो दालमा मासुमा चाहिँ हल्का यो ग्राभिटी राखेको मनपर्छ। त्यही भएर म चाहिँ हल्का लेमन राखेँ है, यतिको राख्छु। किनभने यो खासै कन्सन्ट्रेटेड छैन, त्यही भएर मैले यतिको राखेँ। मजाले अब काट्न आँटेपछि मासु यस्तो देखिरहेको छ। म चाहिँ ग्रेभीलाई पनि मजाले काट्न दिन्छु है। साथीहरू यसरी 5 मिनट ढाकेर चाहिँ अब यसो ढाक्ने खोलेर हेऱ्यो होइन। त्यो धनियालाई चाहिँ पकाउनु भन्दा पनि लास्टमा चाहिँ यसरी धनिया हालेर चाहिँ टक्क लगाएर यसलाई ढाकेर चाहिँ राखिदिनु।